अहिले चाहिँ मैले ज्यानमाराको भिडियो बनाइरहेको छु है। यो चाहिँ नेपालमा एकदमै ज्यानमारा भएको छ। यसले चाहिँ बाटोमा हिँडिरहेको बेलामा चाहिँ मान्छेलाई छुयो मात्रै भने बाँच्ने चान्स एकदमै कम हुन्छ। 90% चाहिँ मान्छे मरेकै छ। यो चाहिँ नाखे टिपर पनि भन्छ यसलाई चाहिँ, नाखे। यो चाहिँ चारैतिर फलमै फलम छ। ल यसको कहीँ पनि त्यस्तो प्लास्टिकहरू रबरहरू कहीँ छैन। ल फलमै फलम। यो कति हेभी हुन्छ त। यो काठमाडौँमा चाहिँ यो रातिको 9 बजीदेखि मात्रै सरकारले चलाउन अनुमति दिएको छ। दिनभरि सुत्छ, रातभरि जाग्छ। यो बिहान 5 बजीदेखि फेरि बन्देज गराउँछ। यसलाई हिँड्ने पाउँदैन। यो जबरजस्ती हिँडेमा यसले फाइन तिर्नुपर्छ है त।